अनि हाम्रो उहाँ आमैसँग चाहिँ कसरी लभ परेर बिहे गर्नुभयो कि मागेर मागेर बिहे लभ गरिदिएन अहिले यस्तो लोभ गर्ने कुरा होइन है बिहे गरेर छोडेर 10 वर्षमा ल्याउनु पर्ने बिहे गरेर कति वर्षमा बिहे गरे 10 वर्षमा बिहे गरेर तपाईँको 10 वर्ष हुनुहुन्थ्यो म 10-12 वर्ष 12 वर्षको उमेरमा बिहे गर्नुभयो बिहे गरेँ अहिले त यतैमा बिहे गर्ने केटाकेटी त बिहे गरेर 10 वर्ष छोडेर ल्याएको ए बिहे गरेर ती छोड्दा माइतमै उही छोड्छु यत्रो छिचिलो बिहे गरेर अहिले यस्तो भएन अहिले बिहान ल्याएर बेलुका लान्छ नि खोकीले हाल्न पाउँछन् हो फेरि तपाईँ हामीले दिएर मान्दैन तपाईँको छोरा मान्छन् मान्छन् कि मान्दैन भन्नु त मान्दैन अहिले त अब सानैमा बिहे गर्न मान्दैनन् नि त अहिले त जसो गर्नु बाउ बुढा उयोले त्यसै गर्नुपर्ने पहिला अहिले त्यसै सानैमा बिहे गरौँ यहाँ गरौँ त्यहाँ गरौँ भनेर हाम्रा चेलीबेटी बडा चित्त दुख्थ्यो होला है बा हँ बिहे गरौँ अनि 10 वर्षसम्म आफ्नो श्रीमती छोडेर वहीँ छोडिदिनु पर्ने उहीँ छोडिदिनु पर्ने त्यो गजिलो हो त नियम होइन नियम त अहिले पो आयो अहिले चाहिँ अहिले ल्याउने बित्तिकै खोकिला हाल्न पाइयो अहिले नियम त स्वर्ग स्वर्ग फेरि रात भयो हाम्रो विदुर मामाको चाहिँ सँगै लिएर आउनु भयो होला नि त त्यो त सँगै 30 वर्ष गरे कि ए